हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला सो आज चाहिँ मैले म भएको म्युजिक भिडियो रियाक्ट गर्न गइरहेको छु जुन चाहिँ 1-2 वर्ष अगाडि सुट भएको थियो सो लेट्स गो यस हियर इट इज Walking on the road to nowhere, a turn. Do you find yourself wishing for a permanent escape from life? Yes. Can you describe the voice you're here? Yes. Do you have a plan? Do you have a plan to harm yourself or take your own life? Yes. Ray, hey Ray. How many times have you tried to harm yourself or tried to take your life? Few times. Oh my god, this mental health. What? You तो मैले यादै गरेको थिएन यार. How old were you when you were raped? 15. ऊ चाहिँ सृजना बहिनी या सृजना साथी भनौँ उसलाई चाहिँ मैले ब्याक कतिमा कान्तिपुर टेलिभिजनको डकुमेन्ट्रीको सुट हुने बेला मैले उसलाई भेटेको थिएँ त्यो दिन भेटेदेखि सायद हामीले भेटेको थिएन सेकेन्ड टाइम यही नै हो अहिले पनि भेट भएको छैन ऊ पनि बिजी हुन्छ ऊ पनि धेरैवटा फिचर फिल्ममै असिस्टेन्ट डिरेक्सन गरिरहेको छ अनि उसले पनि आफ्नो ठाउँबाट एकदमै राम्रो काम गरिरहेको छ सो ऊ पनि बिजी भइरहेछ म पनि यता बिजी भइरहेछु सो भेट्ने मौका भएको छैन तिमीले यो भिडियो हेरिरहेछौ भने सृजना बहिनी हामी चाँडै भेट्नुपर्छ है यो खिच्ने बेला हामीले कति बजे कस्तो हतारमा खिचेको सर्टहरू हो यार यो कति राम्रो एक्टिङ गर्छ है सी इज अल्सो भेरी 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 गुड एक्टर म रोइरहेको देखेर हेर कति ज्ञानी स्माइली फेस बनाएर ल्याएको म खुसी हुन्छु भनेर यो जुन लुक्स छ नि यो लुक्स मैले चाहिँ साँच्चै नै भिडियो हेरेरै थाहा पाएको क्या किन भन्दा योभन्दा अगाडिको रुने सर्ट्सहरू थियो नि त अनि रुदा अनि पछि यो सर्ट अगाडि आउँछ भने मलाई थाहा थिएन अनि अब म चाहिँ कस्तो खालको छु भन्दाखेरि अब के अरे खिच्यो अब म चाहिँ खासै धेरै हेर्दिनँ क्या अब डिरेक्टरले ओके भनेको छ डिरेक्टरलाई नै मन परिसकेपछि त अब हामीले नि त केही भन्न मिलेन नि त अब डिरेक्टरले ओके भनिसकेपछि अनि मैले पनि ल ठिक छ ओके नै होला नि त भनेको लास्टमा मेरो परेला यस्तो भारी छ मलाई पहिले भने भयो भने एटलिस्ट मस्करा त मिलाउँथेँ कस्तो राम्रो लिरिक्स यार गाइस फेरि सुन्नु है यो चाहिँ मै हो है कस्तो लिरिक्स कस्तो राम्रो क्या अब कतिखेर आँसु झर्छ होइन नझर्न प्लिज मलाई अहिले स्ट्रङ देखाइदिए मान्छेहरूको अगाडि मान्छेहरूले मलाई विक भन्छ फेरि आँसु झऱ्यो भने भन्नेवाला सिचुएसनमा पनि आँसु खस्दिन्छ क्या यस्तो हुन्छ नि सपना होला सृजनाले मलाई मक्खै पारेछ स्माइल दिदी
बल्ल हाँस्न थालेँ है। म यो रेस्टुरेन्टमा आइराख्दाखेरि उसलाई देखिराख्दाखेरि उसले मलाई के अरे स्माइली फेस बनाएर ल्याइराख्दाखेरि हेर्नु म कति खुसी भइरहेको छु। योभन्दा अगाडि कति दुखी थिएँ। जलाइन होइन त जलाइन। कहाँ गएछु सृजना, मैले उसलाई भेट्दै भेटिनँ, त्यही भएर म निराश भएर गइरहेको छु। बिचरा उसलाई पनि आफ्नै टेन्सन छ, उसको आफ्नै लाइफको टेन्सन भइरहेछ है। त्यो अगाडि स्टार्टिङ सर्टमै देखिरहेको थियो नि त, तपाईँले कतिचोटि आफूलाई मार्नुभयो भन्ने कुराहरू। ऊ आफ्नैबाट गइरहेछ, मेरो क्यारेक्टर आफ्नैबाट गइरहेछ। मलाई खोज्न आउँदैछु है। नो स्मोकिङ है, नो स्मोकिङ। आमा क्यारेक्टरले माया थियो यतिखेर, अब नाइ पनि भन्न नमिल्ने। अब मेरो क्यारेक्टरै त्यस्तो छ नि त, अहिले एकछिनमा पनि थाहा हुन्छ। त्यो क्यारेक्टरले चाहिँ मैले यसो रिसर्च गरी हेर्दाखेरि चाहिँ प्राय यस्तो क्यारेक्टरले चाहिँ खाँदो रहेछ भनेर चाहिँ, अनि लेट्स गिभ अ ट्राई भनेर चाहिँ मैले नि ट्राई गरेको थिएँ, जुन चाहिँ राम्रो पनि भयो। यो लिरिक्स फेरि सुनौँ है। लाइटिङ हेर्नु न, ओ माई गड कस्तो राम्रो छ यो। हामीले ठ्याक्कै कति बजे, रातिको 9-10 बजेतिर खिचेको थियौँ होला। त्यतिखेर हामीले चाहिँ खासमा यो सुट चाहिँ 2 दिनमा सकाउने भन्ने प्लान थियो, तर 1 दिनमै सकिन्छ भने वाइ एक्सटेन्ड गरेर नि के गर्ने हो र भनेर हामीले चाहिँ 1 डेमै सकाउने ट्राई गरेको थियौँ। अनि छिटो छिटो सब लोकेसन भ्याएर यो चाहिँ उता उहाँहरूकै प्रशान्त हाम्रो डिरेक्टरजीकै स्टुडियोमा गएर खिचेर, अनि त्यसपछि कस्तो फ्ल्यासब्याकमा गइरहेको छु कि यतिखेर त हामी के खाएको पनि थियौँ, त खाएको कुरा याद आएर क्या। सरी भन्दा यो क्यारेक्टर देखेर जहिले हाँस उठ्छ क्या। यो म्युजिक भिडियो जतिचोटि हेर्छ त्यतिचोटि हाँस उठ्छ क्या मलाई। यो दाई बिचरा कति टेक्कायो दाइले। अब म ढकढक गर्छु, सरी ढकढक गर्छु है। दाइ ढोका हेलो डार्लिङ भन्नुहुन्छ। डिरेक्टर इमोसन खै केटी आइरहेछ, खै इमोसन भन्छ दाइ। हेलो डार्लिङ गर्नुहुन्छ, गरी के गर्नुहुन्छ है, तँ हाँस उठेर म त यति हाँसेछु यो टेकमा है। दाइको यहाँ हेर्नु लास्टै क्युट तर यो सर्टमा पनि है। म यहाँ टेक खाइरहेको छु, यतिखेर गर्मी महिना थियो क्या, अनि दाइ पुरा सिरो कोडेर बसिरहनु भएको छ है। गर्मी भइसक्यो, सकेन भनेर पसिनै सरी भएर है। यो दाइ बिचरा कति माया लाग्दो हुनुहुन्थ्यो। त म त आम्मामा यो सर्टको कुरा गर्नु पर्दाखेरि चाहिँ यतिखेर चाहिँ डिरेक्टरले मलाई के भन्नुभएको थियो भन्दाखेरि, विनिता के अरे यो म्युजिक भिडियो भरिमा यति चाहिँ तिम्रो स्पेसल सर्ट हुन्छ, यो सर्ट चाहिँ तिमीले जसरी भए पनि बेटर गर्नुपर्छ। यति सर्ट चाहिँ मलाई जसरी पनि राम्रो चाहियो, मलाई थाहा छैन
तिमी जाऊ, क्यामराम्यान हुन्छ भित्र, क्यामेराले तिमीलाई खिचिरहेको हुन्छ, तिमी जे पनि गर्न सक्छौ, तिमीलाई जे गर्न मन लाग्छ त्यो सिचुएसनमा तिमीलाई जे गर्न मन लाग्छ तिमी गर भनेर उहाँले मलाई फ्री छोडिदिनु भएको थियो होइन। अनि यो यतिखेर चाहिँ अनि मलाई एकदमै आँसु झर्न गाह्रो भइरहेको थियो। तर इभेन्चुअली चाहिँ मलाई चाहिँ के अरे हाँस्नुभन्दा अनि त्यसपछि ह्याप्पी देखाउनु भन्दाखेरि चाहिँ रुन चाहिँ अलिकति मात्र सजिलो लाग्छ। किन भन्दा अब केटी मान्छे हो होइन, हल्का फुल्का प्याउली हुन्छ नि त। त्यही पनि मलाई यो टाइममा चाहिँ मलाई एकदमै रुन गाह्रो भएको थियो। अनि त्यतिखेर मेरो फेज पनि त्यस्तै त्यस्तै चलिरहेको थियो, मेरो पर्सनल लाइफ पनि के डामाडोल भइरहेको थियो। अनि आँसु झरिरहेको थिएन क्या, म आँसु झार्न ट्राई गरिरहेको थिएँ। अरू म्युजिक भिडियोमा या केही सर्ट फिल्महरू खेल्नु पर्दाखेरि इजिली खस्थ्यो क्या। किनभने भन्दा म हाम्रो एक्टिङमा नि पढाउनुहुन्छ इमोसनल मेमोरी हुन्छ नि, एउटा मेमोरी हुन्छ नि, त्यो मेमोरीलाई याद गर्नुपर्छ भन्ने गल्ती थियो, एकदम इजी भइसकेको थियो मलाई। अनि मलाई यतिखेर चाहिँ मैले आफूलाई बन्देज बनाएर आएको थिएँ। म सम्झिदिनँ त्यस्तो मलाई मन दुखाउने कुराहरू म सम्झिदिनँ। त्यो पनि यत्तिकै गर्छु भन्दाखेरि मैले सकिनँ क्या। अनि गाह्रो भएको थियो। अनि त्यसपछि अनफर्चुनेटली मैले त्यही टेक्निक युज गर्नु पऱ्यो। अनि त्यसपछि त अब मलाई आफूलाई मन सम्हाल्न पनि गाह्रो भइरहेको थियो। मेरो दिमागमा कति कुराहरू पनि आइरहेको थियो यो सर्ट खिच्ने बेला। आई डोन्ट वान्ट टु रिमेम्बर यो जति पनि छ नि यो सुटको कुराहरू अनि यो सर्टको कुराहरू चाहिँ मलाई अहिले सम्झ्यो भने पनि स्टिल मलाई गाह्रो हुन्छ। यो फेजमाथि यही फेजबाट म पास भएर आएको थियो नि त, अनि गाह्रो थियो। यस्तै हुन्छ नि है, हामीहरू यस्तै नै हो क्या। कति रुन्छ, कतिजना तपाईँहरू पनि हुनुहुन्छ होला, कति पीडा हुन्छ नि होइन। रातभरि रोयो अनि बिहान उठेर केही भएको छैन जसरी, हजुर केही भएको छैन जसरी फेक स्माइल लिएर हिँड्छौँ नि हामीहरू। अब रोयो भने पनि यो त छ्या कस्तो कमजोर रहेछ मान्छेले भन्छ क्या, रोको देख्यो भने, रोयो भने कमजोर रे, यहाँ रे त्यहाँ रे भनेर। तर कस्तो छ है, रुन पनि मजाले रुन नपाउने, जज भइहाल्ने, हाँस्यो खेल्यो भने पनि कस्तो उत्ताउली केटी भन्यो, कस्तो उत्ताउलो भन्यो है। जे गर्दा पनि जजमेन्टल छ क्या यो सोसाइटी। देख्नुभयो होला मेरो क्यारेक्टर के हो अनि वाइ मैले चाहिँ सिगरेट तानेको भन्ने। आई लुक सो टायर्ड है, कस्तो टायर्ड नै देखिरहेको छ क्या मलाई है। किन भन्दाखेरि अभियसली गर्न मन छैन त्यस्तो केही कुराहरू पनि, तर चाहिरहेछ पैसा जस्तो टाइपको क्यारेक्टर। मेरो बाबा हुनुहुन्छ अनि म छु। सानो बेलामा म क्युट थिएँ है। अनि उहाँ मेरो मामु हुनुहुन्छ। मलाई साँच्ची नै भन्नुपर्दा मैले यो म्युजिक भिडियोको डिरेक्टरसँग बस्दाखेरि, स्क्रिप्ट पढ्दाखेरि यो क्यारेक्टर एकदमै डिप्रेसिङ थियो क्यारेक्टर थियो है। अनि जुन चाहिँ आफूलाई मार्न खोजिरहेको छ, किनभने फिजिकल भन्दा पनि मेन्टल हेल्थ कस्तो इम्पोर्टेन्ट छ क्या। अनि पहिला त बुझ्दैन थिएँ कसैले पनि, मेन्टल हेल्थको बारेमा कसैले पनि बुझ्दैन थिएँ। आजभोलि चाहिँ मान्छेहरू सोसियल मिडियाको कारणले गर्दा पनि होला कि सायद के होला, मान्छेहरू खुलेर बोल्नुहुन्छ नि त मेन्टल हेल्थको बारेमा। अनि सबैजनाले खुलेर भन्नुहुन्छ, त्यो चाहिँ मलाई खुसी लाग्छ। किन भन्दा एक्लै
मनभित्र गाँठो बनाएर राख्यो भने झन्नै गाह्रो हुने क्या। कोही साथी मात्र, एकजना मात्र साथी भएर उसले हेल्प गर्यो भने पनि कस्तो हेल्प हुन्छ क्या, कस्तो नै हेल्प हुन्छ क्या। अनि कतिवटा सिचुएसन ममा पनि छ होइन, हरेकमा हुन्छ, कसै केही न केही सिचुएसनबाट गुज्रेर आएको हुन्छ है। त्यो एकजना कोही साथी, एकजना बुझिदिने मान्छे भयो भने सक्यो, त्यसपछि दुनियाँको बाल हुँदैन। अनि यो क्यारेक्टर गर्ने बेला चाहिँ मलाई एकदमै गाह्रो भएको थियो, मैले कसरी पोर्ट्रे गर्ने होला, मैले कसरी सक्छु होला। अब प्रस्टिट्युटवाला क्यारेक्टर छ, अब उहाँहरूको कस्तो हुन्छ होला त भन्ने कुराहरू पनि मैले धेरै कुराहरू रिसर्च गरेँ। सो यो फर्स्टको क्लिपसँगै यो यस्तो लुक भएको छ। यो ठ्याक्कै मैले यो हातमा ब्यान्डेजहरू पनि देख्नु भएको छ भनेपछि यो देखेपछि आई डिड हात काटेँ मैले, अभियसली काटेँ, तर बाँचेँ म। त्यही भएर फेरि रेस्टुरेन्टमा गइसकेपछि मैले भेटेँ सृजनालाई। हो यही मैले यही सर्टको कुरा गरेको। यो रोएपछि त्यो सर्ट हालेको थियो, हाल्ने रहेछ एडिटमा, मलाई थाहा थिएन। यतिखेर रोएर मेरो मस्कारा बिग्रिसकेको थियो, त्यतिखेर झन् दोस्तै भइसकेको थियो। सृजना मेरो ह्याप्पिनेसको इन्ट्री भयो क्या। Maybe I could turn and instead walk down the path on the road to somewhere I now hate. मलाई चाहिँ यो गीत पनि यति राम्रो छ है। अनि लिरिक्सले भन्न खोजेको कुरा राम्रो छ, राइटिङ पनि एकदमै राम्रो छ प्रशान्तजीको होइन। अनि कस्तो यो सब म्युजिक भिडियोहरू फेरि म त्यही पास्टमा पुगेँ, त्यही पेनमा पुगेँ, अनि यहाँ दुख्यो क्या, मलाई नराम्रो लाग्यो क्या। यदि तपाईँहरूको कोही साथीभाइहरू एक्लै चुप्प लाएर बसिरहनु भएको छ, बोलिरहनु भएको छैन, बोल्न खोजिरहनु भएको छैन भने उहाँहरूलाई साँच्चै नै हेल्प चाहिएको हुन्छ। सुरुमा त डिनाइ नै गरिन्छ, म एक्लै सिचुएसन ह्यान्डल गर्न सक्छु, मलाई कसैको साथ चाहिँदैन भन्ने त हुन्छ, तर हामी आफै अघि बढेर उहाँहरूलाई हेल्प गऱ्यौँ भने चाहिँ एकदमै ठुलो हेल्प हुन्छ, एकदमै ठुलो हेल्प हुन्छ। यदि कोही मेन्टल हेल्थमा कोही सफर गरिरहनु भएको छ भने तपाईँहरूको नजिकैमा प्लिज उहाँलाई हेल्प गरिदिनु नै भन्न चाहन्छु म त। लेट्स मुभ अन। हाम्रो भोकलमा हुनुहुन्छ सिद्धिका दिदी, अनि सङ कम्पोजमा हुनुहुन्छ कमल दाई। अनि उहाँहरू दुईजना चाहिँ एकदमै राम्रो सिङ्गर हुनुहुन्छ। अनि हाम्रो कमल दाईले एकदमै राम्रो कम्पोज गर्नुहुन्छ, उहाँ अहिले बाहिर हुनुहुन्छ। सो तपाईँहरूले यो भिडियो हेरिरहनु भएको छ भने आइ एम रियली मिसिङ यु गाइज। हामी चाँडै भेट्नुपर्छ, प्रोजेक्टमा मात्र हो क्या हो भेट्ने। अब त कमललाई तपाईँ छिटो नेपाल आउनु भने छिटो भेट्नुपर्छ हामी। सिद्धिका दिदी पनि अब उहाँ सिङ्गर हो, उहाँ हरेक ठाउँमा गीत गाइरहेको देखिरहेको हुन्छु मैले। उहाँको भोकल एकदमै राम्रो छ। होप तपाईँहरू पनि अगाडि बढ्दै जानु होला। स्टोरी डिरेक्सन एडिटमा हुनुहुन्छ प्रशान्त पौडेल, जुन चाहिँ मलाई एकदमै मनपर्ने डिरेक्टर हो। उहाँसँग काम गर्न चाहिँ एकदमै मजा लाग्छ मलाई। अनि हर टाइम उहाँले चाहिँ मसँग पनि बुझ्न खोज्नुहुन्छ। डिरेक्टर भनेको त्यही त हुने होइन, आफ्नो मात्र गर्ने होइन कि अरूहरूले के भनिरहेको छ त्यो पनि सुन्ने बुझ्ने हुनु राम्रो हो नि त। उहाँ त्यस्तै खालको हुनुहुन्छ। त्यही भएर उहाँहरू तिनैजना, सिद्धिका दिदी, कमल दाई अनि प्रशान्तसँग चाहिँ योभन्दा अगाडिको म्युजिक भिडियो छ जुन म डेफिनेटली रियाक्ट गर्छु होइन। त्यो चाहिँ हामीले कता लमजुङमा गएर खिचेको थियौँ। अनि त्यहाँदेखि चाहिँ हाम्रो बन्ड एकदमै स्ट्रङ भएको थियो क्या। अनि त्यहाँदेखि नै हामी सँगै नै काम गरिरहेको छौँ। अब स्टिल अहिले चाहिँ मलाई सम्झिनु भएको छैन, सायद काम आएको छैन होला, नभए त डेफिनेटली सम्झिनुहुन्थ्यो होइन। सो उहाँहरू चाहिँ एकदम मलाई मनपर्ने मान्छे हुनुहुन्छ। प्रोडक्सन म्यानेजमेन्टमा हुन्छ पर्वत थापा। अनि छौँ अभियसली हामी विनिता चामलिङ राई, सृजना भुजेल, विक्रम केसी। अनि हुनुहुन्छ सिनेमाटोग्राफीमा एलस बस्नेत, शुभम मोहन श्रेष्ठ, जुन चाहिँ हाम्रै सिनेक्रैक्स प्रोडक्सन हाउसको साथीहरू हुनुहुन्छ, हाम्रो कलेजको साथीहरू हुनुहुन्छ। अनि ग्याफरमा हुनुहुन्छ पुष्कर राई अनि सुनिता तामाङ, उहाँ पनि हाम्रै
कलेजको साथी हामीहरू चाहिँ फर्स्ट इयरदेखि सँगै नै छौँ क्या अहिलेसम्म पनि स्टिल सँगै नै छौँ 4th इयर सकिनलाई अब कति बाँकी छ 1 मन्थ पनि बाँकी छैन होला 1-2 मन्थ त्यसपछि त सबैजना आफ्नो बाटोमा लाग्नुहुन्छ होला तर हामी लाग्न दिने छैनौँ भने हामी सँगै काम गर्नेछौँ अबको 10, 15, 20, 25, 30, 40 वर्षसम्म पनि हामी सँगै नै काम गर्नुपर्छ किनभने हामीहरू सबैजना एकजुट भएर काम गऱ्यो भने प्रोडक्ट राम्रो आउँछ होइन त निभोर स्टुडियोले प्रड्युस गर्नुभएको छ यो म्युजिक भिडियो सो यति नै थियो हाम्रो कामनाको मिलन ब्यान्डबाटको म्युजिक भिडियो चाहिँ होप तपाईँहरूलाई मन पर्यो होला नि होइन अभियसली राम्रो छ यस्तो राम्रो छ स्टोरीहरू सो फेरि पनि हामी भेट्ने नै छौँ अर्को रियाक्सन भिडियोमा अहिलेको लागि चाहिँ म बिदा माग्न चाहन्छु मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब अनि सेयर गर्न चाहिँ नबिर्सिनु होला है ल बाई बाई गाइज